रोमी 8 अध्यायमा पढ्दै जाँदाखेरि मलाई यति मनपर्छ कि यहाँनिर रोमी 8 अध्याय है रोमी 8 अध्यायमा यहाँ फर्स्टमा एउटा साह्रै राम्रो कुरो लेखेको छ, तर यहाँ चाहिँ त्यति राम्रो लेखेको छैन यो एनएनआरबीमा। अनि टिबिएसमा चाहिँ झन् मजाले लेखेको छ। यसकारण अब क्रिस्ट यीशुमा भएकाहरूलाई दण्डको आज्ञा छैन भनेर यहाँनिर लेखेको छ। तर यहाँ चाहिँ अलिकति म उयसमा हेर्नेछु टिबिएसबाट चाहिँ साह्रो राम्रो लेखेको छ। म पढ्नेछु यहाँनिर, मेरो हुँदैछ हजुर। अनि यहाँ यसरी लेखेको छ, यसकारण अब क्रिस्ट यीशुमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन, जो शरीर अनुसार होइन तर पवित्र आत्मा अनुसार हिँड्दछन् है। यहाँ चाहिँ आदि नै छैन 8को 1मा यहाँ चाहिँ के छ, यसकारण अब क्रिस्ट यीशुमा भएकाहरूलाई दण्डको आज्ञा छैन भनेर मात्रै लेखेको छ। त्यहाँनिर चाहिँ आदि मात्रै लेखेको छ भने चाहिँ टिबिएसमा चाहिँ पुरै लेखेको छ, जो शरीरमा होइन, शरीर अनुसार होइन, पवित्र आत्मामा हिँड्छ त्यो मान्छेलाई चाहिँ दण्डको आज्ञा छैन भनेको छ। जो मान्छे पवित्र आत्मामा निर्भर हुन्छ, ऊ पवित्र आत्मामा जिउँछ है, त्यो मान्छेलाई चाहिँ दण्डको आज्ञा छैन है। परमेश्वरको वचनले चाहिँ त्यसरी भन्दछ। तर हामीलाई चाहिँ कति मान्छेहरूलाई चाहिँ होइन परमेश्वरले भन्नुभएको छ नि, जो है क्रिस्ट यीशुमा छ तिनीहरूलाई चाहिँ दण्डको आज्ञै छैन भनेको छ। तर यो टिबिएस चाहिँ डाइरेक्ट हिब्रूबाट चाहिँ ट्रान्सलेट गरेको, डाइरेक्ट होइन केएनजिबीबाट चाहिँ यसलाई चाहिँ ट्रान्सलेट गरेको। तर केएनजिबी बाइबल चाहिँ इङ्ग्लिसको केएनजिबी चाहिँ सबै हिब्रूबाट डाइरेक्ट ट्रान्सलेट गरेको। तर यो एनएनआरबीहरू चाहिँ अरूबाट गर्दाखेरि चाहिँ कति कुराहरू चाहिँ यहाँ चाहिँ अब सरल प्रकारले लेखिदिएको छ भन्दाखेरि यहाँनिर चाहिँ अब भर्सका आदि नै छैन। यहाँ चाहिँ जो चाहिँ यहाँ दण्डको आज्ञासम्म चाहिँ यहाँ लेखेको छ, तर यहाँ चाहिँ जो शरीर अनुसार होइन भन्ने अनि त्यहाँबाट उताको चाहिँ छैन, तर आत्मा अनुसार हिँड्दछन्। जो शरीरमा हिँड्छ नि त्यो मान्छेलाई चाहिँ होइन अरे, तर जो मान्छे आत्मामा हिँड्छ त्यो मान्छेलाई मात्रै परमेश्वरको दण्ड छैन, जो क्रिस्टमा हुन्छ नि उनीहरूमा चाहिँ छैन भनेर चाहिँ परमेश्वरको वचनले चाहिँ यहाँनिर भनेको कुराहरू हामी यहाँनिर पाउँदछौँ है। अनि यहाँनिर किनभने पापमय स्वभावमा भएकाहरू पापमय स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो है। आज जो मान्छेले है पापमय स्वभावमा होइन तर पवित्र आत्मामा मन लगाउँछ त्यसमा चाहिँ जीवन र शान्ति हो भनिकन मान्छेलाई, किन परमप्रभुको वचनले भन्दछ है। कति मान्छेहरूको कस्तो खालको बानी हुन्छ भने है, कस्तो खालको पनि बानी हुन्छ भने मान्छेले हरेक कुराहरू गरिरहेको हुन्छ है। अनि हामी यहाँनिर एकजना हुन्छौँ माथि, पास्टरले एकजनाले प्रचार गर्छन् तर सबैले हेर्छन्, तर त्यो माथि पास्टरले सबलाई देख्छ, फेरि तल मान्छे जतिसुकै होस् तल, तर सबलाई देख्छ के गरिरहेछ, कसो गरिरहेछ है। वचन बोल्दा त्यो मान्छेको कस्तो छ चेहरा, कस्तो त्यो हुँदैछ, कस्तो के छ, त्यो सबै त्यो थाहा हुन्छ क्या। अनि कति मान्छेले चाहिँ वचन बोल्दै जाँदा चाहिँ यसो हेरिरहेको हुन्छ, गरेको चाहिँ बोल्नु चाहिँ बोल्छ तर आफूमा चाहिँ छैन भन्छ क्या। तर त्यो चाहिँ के भन्छ, वचन उल्लङ्घन भन्छ। अघि यहाँनिर वचनले भन्दैछ नि, अघि भजन सङ्ग्रह 28को 5 पदमा के लेखेको थियो, अघि दामी थियो त्यहाँनिर है, परमप्रभुमा मन लाउनु चाहिँ आशिषित हुन्छ अरे होइन, त्यसै भने लेखेको छ होइन। के हेर्नु त 28को भजन सङ्ग्रह 28मा 128मा 28को 5 पद 4 पदमा यसरी परम परमेश्वरको भय मान्ने मानिस आशिषित हुनेछ अरे।
जसले परमप्रभुको भय मान्छ नि, परमप्रभुको आज्ञामा ऊ चल्छ, परमप्रभुले भन्नुभएको कुरामा ऊ ध्यान दिन्छ, त्यो मान्छे चाहिँ जहिले आशिषित हुन्छ अरे है, आशिषित हुन्छ अरे। तर हामी मान्छे कति मान्छेहरू चाहिँ हामी अरूलाई चाहिँ राम्रोसँगले हामी जज गर्छौँ, तर हामी आफैमा चाहिँ हामी आफैलाई चाहिँ हामी हेर्दैनौँ क्या। हामी हेर्दैनौँ। हाम्रो क्रिस्चियनको हाम्रो बानी चाहिँ त्यस्तो छ है। तर हामी चाहिँ त्यस्तो नहौँ है। हामी चाहिँ के गर्छौँ भने अरूलाई चाहिँ हामी छिटो जज गरी पठाइहाल्छौँ है। अरूको मिस्टेकलाई हामी छिटो पत्ता लगाउँछौँ, तर वाट इज रङ विथ मी भनेर चाहिँ हामी कहिले पनि सोध्दैनौँ है। हामीलाई के हुँदैछ है, म कस्तो छु, हाउ एम आई होइन, म कस्तो छु, म के गर्दैछु, मान्छेलाई चाहिँ थाहा हुँदैन। तर जब हामी पवित्र आत्मा हामीमा आउनुहुन्छ नि, ही टेल यु वाट इज रङ विथ मी। जब पवित्र आत्मा हामीमा आउनुहुन्छ, पवित्र आत्माले चाहिँ हामीलाई भन्नुहुन्छ यो रङ छ, यो छ है छ। हामी जहिले पनि हामीले त्यो कुरा गर्ने गर्छौँ, हामी भन्ने गर्छौँ हामीले है। आज हामीलाई थाहा हुँदैन हामीलाई कतिपल्ट कुराहरू, तर जब पवित्र आत्मा हामीमा भरिनु थाल्नुहुन्छ नि, पवित्र आत्मामा हामीमा आउनुहुन्छ नि, अनि त्यहाँबाट चाहिँ पवित्र आत्माले चाहिँ हामीलाई चाहिँ त्यो भन्न दिनुहुन्छ, हामीलाई सिकाउनुहुन्छ है, सिकाउनुहुन्छ हामीलाई यस्तो गर्नुपर्छ, यो गर्नुपर्छ, यो हो, यस्तो हो भनेर हामीले भन्दै गर्दाखेरि चाहिँ त्यहाँबाट हामीलाई थाहा हुँदै गरेर जान्छ। मलाई पहिले नै यो केनमा यो यति ठाउँमा चाहिँ यस्तो यो डुबाउ हुन्छ है भनेर मलाई यो यस्तो बाटो हिँड्दै गर्दाखेरि मलाई एकदमै त्यो भित्रबाट भइबस्थ्यो। तर मलाई त होइन होला, मेरो मनको कुरा होला भन्दै जाँदा चाहिँ यो ग्रिन रिभर यस्तो बढेर आउँछ। अनि किनभने ग्रिन रिभर यस्तो बढेर आउँछ होइन, यो बढेर आएर चाहिँ अब यहाँ यस्तो चाहिँ यति चाहिँ यो डुबाउ हुन्छ, यहाँ यता डुबाउ हुन्छ भन्ने कुरा मलाई पहिल्यै त्यो आउँथ्यो क्या। म जुब्रो चाहिँ यो बाटो हिँड्थेँ, मलाई यसरी आउँथ्यो। तर मलाई चाहिँ के लाग्थ्यो भने यो मनको भावना हो, मेरो मनको भावना रहेछ भन्ने कुराहरू आउँथ्यो। तर मलाई चाहिँ हिजोअस्ति मलाई त्यो म बेलुकामा हिँड्दाखेरि म प्रार्थना गर्दै हिँड्दै गर्दाखेरि चाहिँ त्यति बेला मलाई पवित्र आत्माले भन्नुभयो, तैँले देखिस् तँलाई जुन दिन तँलाई त्यो भित्र त्यो आउँथ्यो, यो डुबाउ हुन्थ्यो, यस्तो हुन्छ भन्थ्यो, तेरो मनमा आएको होइन, त्यो चाहिँ परमेश्वरले तँलाई भन्नुभएको थियो नि, तर तैँले त्यति बेला प्रार्थना गरिनस् भन्नु। अनि हिजोअस्ति म दाजु सोलमन दाजुसँग गफ गर्दै गर्दाखेरि मलाई त्यो एकदमै त्यो भएर आउँदा चाहिँ यस्तो भयो, दाजु मैले गल्ती गरेँ, यो गल्ती मैले गरेँ भनेर मैले भन्दाखेरि चाहिँ दाजुले भन्नुभयो, हो भाइ तपाईँलाई साँच्चै पवित्र आत्माले भन्नुभयो क्या। हो यस्तो मान्छेलाई हो यसरी रियलाइज हुन्छ। एकताल मलाई क्यालिफोर्नियामा वाप्पै समुद्रको उयो छल आएर चाहिँ आधी नै लगेको मैले त्यो देखेँ। मैले पुरा होइन होला, यो यस्तो होला भन्ने मलाई भयो होइन। तर पछाडि त्यस्तै भइदियो, सट्टै त्यस्तो हुँदाखेरि यति मलाई पछुतो भयो त्यति बेला है। तर हामीलाई चाहिँ कति कुरो पवित्र आत्माले भनेको कुरोहरू हामीलाई थाहा हुँदैन। तर है हामी हेर्दै जब हामी परमेश्वरको अगाडि जान्छौँ, परमेश्वरको नजिकमा जान्छौँ नि, पवित्र आत्माले हाम्रोमा काम गर्न थाल्नुहुन्छ है। परमेश्वरले हाम्रोमा काम गर्नु जब हामीले पुकार्छौँ नि। हिजो अस्ति म यस्तो आउँदै थिएँ आउँदा ट्याक्कै हावा आयो है। यस्तो कुरा मलाई पहिले पनि हुन्थ्यो है पानी झरीमा है। तर मान्छेले कतिले विश्वास गर्दैन थियो है। त्यसरी म भन्दै गर्दाखेरि, म वचन यसरी भन्दै गर्दाखेरि चाहिँ मान्छेले यसो गर्थे क्या मलाई है। मान्छेले गर्थे मलाई, किनभने पवित्र आत्माले जे भन्नुहुन्छ त्यो गर्यो भने चाहिँ पानी पनि रोक्ने चाहिँ को हुनुहुन्छ त? परमेश्वर हुनुहुन्छ है। यस्तो पानी आयो अनि मैले यस्तो घोषणा गरेँ कि यीशुको नाममा रोकिजायो हावा पानी, रोकिजा। यस्तो रुखहरू चाहिँ सडकमा गडम लड्नु थाल्यो है, लडेको थियो है यत्रो रुखहरू। अनि रोकी यीशुको नाममा भनेर मैले प्रार्थना गर्दै आउँदा चाहिँ नि त्यो पानीहरू चाहिँ नि छ्याप रोकियो क्या, पानी रोकियो है। अनि मलाई थाहा हुन थाल्यो कि प्रभु त्यो फेरि मेरो जीवनमा फर्काएर ल्याउनु भयो है। जब हामी पवित्र आत्मामा हामी रहन्छौँ नि, पवित्र आत्माले भनेको मान्छौँ नि, पवित्र आत्माको काम त्यहाँबाट हुन थाल्छ।
पहिले म स्याटल यस्तो पानी आउँथ्यो, त्यति बेला म घोषणा गर्थेँ, ओए पानी रोकी येशूको नाउँमा। किनभने त्यो अधिकार हामीलाई दिनुभएको छ नि, पछाडि शैतानले भएको नि हामीलाई। तर के गर्छौँ त, हामी अधिकारै चलाउँदैनौँ नि, हामी अधिकारै चलाउँदैन। हामी चुपचाप लागेर बस्छौँ है, चुपचाप लागेर बस्छौँ। त्यही कारणले गर्दाखेरि म भन्छु, ओए हाओ पानी, परमप्रभुको वचन सुन है। येशूले चाहिँ नि घाम र जुनलाई पनि रोकेको छ क्या, ठाउँको ठाउँै अडिएको छ, त्यो मुभै भएको छैन। किन त्यो त पृथ्वीको मान्छे हो, हामी जस्तै मान्छे हो नि हो। तर यीशु ख्रीष्ट अब एउटा परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँले त रोकिहाल्नु भयो। तर यीशुले पनि के गर्नुपर्छ, रोकेछ। एलियाले पनि पानी झारेको छ, एलियाले पनि आगो झारेको छ, पानी पराएको छ। 6 महिना साढे 3 महिना त पानी नै आएको छैन, पानी नै रोकिदिएको छ इजरायलमा। जब हामी परमेश्वरमा हामी भएर हामी हिँड्छौँ भने नि परमेश्वरले हामीमा पक्कै काम गर्नुहुन्छ। परमेश्वरले भन्नुहुन्छ नि है, म मान्छे खोजिरहेको छु, कसले गर्ने यो काम। यर्मियाले भने प्रभु म गर्छु, येसायाले भने म गर्छु, इजिकलले भने यो धाँधोमा उभिने मान्छे को छ अहिले, म त्यसलाई धाँधोमा उभिने मान्छे म खोज्दैछु भन्दै गर्दा चाहिँ इजिकलले भने म खोज्छु, म गर्छु। इजिकल 22:30 पदमा लेखेको छ होइन, कि 30:22 है। यो अगमवक्ताको पुस्तकहरू मलाई पढ्दाखेरि नि म साह्रै आत्माले म भरिन्छु। बाइसको 30 पर्खाल निर्माण गरिदिने र 10 देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुने धाँधोमा उभिदिने एकजना मानिस तिनीहरूको बीचमा मैले हेरेँ, तर मैले कतै पनि पाइनँ। परमेश्वर चाहिँ विलाप गर्दै हुनुहुन्छ, मन दुखाउँदै हुनुहुन्छ। मैले मानिसहरूको अगाडि मैले मान्छे खोजेँ, मेरो क्रोधबाट चाहिँ देश नष्ट नहोस् भनेर त्यो धाँधोमै उभिने मान्छे खोजेँ, तर मैले कतै पाइनँ। है आज परमप्रभु परमेश्वरले पनि हामीलाई धाँधोमा उभिने मान्छे खोज्दै हुनुहुन्छ, धर्मी मान्छे खोज्दै हुनुहुन्छ है, धर्मी मान्छे खोज्दै हुनुहुन्छ, त्यो काम गर्ने मान्छे खोज्दै हुनुहुन्छ है। तर हामीलाई चाहिँ थाहै हुँदैन कति बेला के हुन्छ, के भयो। मान्छेले धेरै ठुलो प्रपोज राख्नु भएको छ, प्लान राख्नु भएको छ, तर त्यो प्लानलाई हामी बुझ्नुपर्छ। जब हामी पवित्र आत्मामा हुन्छौँ नि, पवित्र आत्माले चाहिँ त्यो प्लानहरू बताइदिनुहुन्छ। तेरो यस्तो हुँदैछ, परमप्रभुले यो गर्दै हुनुहुन्छ, यस्तो गर्दै हुनुहुन्छ भनेर हरेक कुरा परमेश्वरले दिनुहुन्छ। जब हामी पवित्र आत्माको आवाजलाई हामी सुन्दैनौँ नि, स्टिल स्मल भोइस, हामीले केही पनि गर्न सक्दैनौँ, शरीरबाट हामीले केही पनि गर्न सक्दैनौँ। हामी अपर्च्युनिटी खोज्छौँ, हामी अपर्च्युनिटी खोज्दै जान्छौँ, हामी मिल्छ तर टिकाउै हुँदैन, टिकाउै हुँदैन। मैले पहिले के गरेँ, मार्टिनमा काम गरेँ है, त्यहाँबाट मैले त्यो भन्दा नि अब अझै राम्रो मैले अपर्च्युनिटी खोज्न थालेँ। अर्को ठाउँमा एमाजोनमा गरेँ, 3 दिन गर्नु पर्यो, 4 दिन घरमा, कति राम्रो है, हेर्दा पनि राम्रो, सुन्दा पनि राम्रो, कति राम्रो थियो। गरेँ तर मलाई 6 महिना पनि मलाई बिताउनु गाह्रो पर्यो। किन त नि, जब परमेश्वरले प्लान गर्नुभएको हुँदैन नि, हामी त्यतातिर लम्कन्छौँ भने चाहिँ नि इट्स भेरी हार्ड, हामीलाई धेरै गाह्रो हुन्छ। 3 दिन मलाई काम गर्दा चाहिँ नि 7 दिन काम गरेको जस्तो मलाई अनुभव हुन्थ्यो, फिल हुन्थ्यो।
परमप्रभुले मलाई जहिले मलाई म प्रार्थना गर्दाखेरि जहिले मलाई त्यही माटी नै मात्रै देखाउनुहुन्थ्यो, माटी नै मात्रै देखाउनुहुन्थ्यो। अनि मैले के प्रभु म फर्केर जाउँ भनेर भन्दाखेरि जा। त्यो आवाज आयो, जुन मलाई त्यो आवाजलाई मैले पक्रेर मैले कल गरेर गर्नु बित्तिकै मलाई त्यति बेला मलाई बोलाइहाल्यो, त्यो कहिले आउँछस् भनिहाल्यो। किनभने नि परमेश्वरले जे कुरा दिनुहुन्छ नि असल दिनुहुन्छ, असल दिनुहुन्छ। अब अहिले दिएको काम राम्रो छ, अलिक राति भएर मात्रै मेरो बानी छैन। आज म त्यहाँ दुइटै काम म सिक्छु, फोर्कलिफ्ट चलाउनु पनि सिक्छु है, लोड गर्नु पनि सिकिरहेको छु त्यहाँ है। एकदमै राम्रो। परमप्रभुले चाहिँ नि एउटा स्टेपदेखि अर्कोमा लानुहुन्छ। जब परमप्रभुले भन्नुहुन्छ नि, हामीले परमप्रभुले भन्नुभएको हामी गर्छौँ भने चाहिँ नि परमप्रभुले चाहिँ केही कुरो चाहिँ त्यहाँ चाहिँ राख्नुभएकै हुन्छ। तर हामी मान्छेले चाहिँ धेरै कुराहरू देख्छौँ त्यहाँनिर, ठाउँमा समस्या देख्छौँ, हरेक कुरा देख्छौँ, हरेक कुराहरू हामीमा आइपर्ने कुराहरू देख्छौँ। तर परमप्रभुले त्यसो कहिले पनि गर्नुहुन्छ। जब उहाँमा हामी भरोसा गर्छौँ भने परमप्रभुले चाहिँ हामीलाई चाहिँ कहिले पनि शर्ममा पार्नुहुन्न। हामी जब हामी आफैले चाहिँ बेहोरा देखाउँछौँ भने चाहिँ फेरि परमप्रभुले चाहिँ छोडिदिनुहुन्छ। फेरि हामी आफैले चाहिँ उयो गर्छौँ भने चाहिँ परमप्रभुले हामीलाई चाहिँ के गरिदिनुहुन्छ त, त्यहाँबाट छोडिदिनुहुन्छ। अनि त्यहाँबाट चाहिँ हामीमा चाहिँ हरेक कुराहरू आउनु थाल्छ। हामीलाई गाह्रो पर्छ। मलाई एमाजोनमा 6 महिना टिक्दाखेरि चाहिँ मलाई चाहिँ 6 वर्ष टिके जस्तो भएको थियो। 6 महिना चाहिँ 6 वर्ष जस्तो भएको थियो है। जहिले पनि हामीलाई परमप्रभुले त्यसो गर्नुहुन्छ, जहिले पनि। गलाती 5:16 भन्छ, तर म भन्दछु पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पुरा नगर। जब हामी पवित्र आत्मामा हिँड्छौँ भने चाहिँ पापमय स्वभावको लालसाहरू चाहिँ हाम्रो जीवनबाट पुरा हुनु पाउँदैन, पुरा हुनै पाउँदैन। हरेक कुरा हामीले पाप गरिरहेको हुन्छौँ, हामीलाई थाहै हुँदैन है। हामी गनगनाउँछौँ नि, धेरै गनगनाउँछौँ नि हामी, यस्तो भएन उस्तो भएन हेन त्यहाँ। इजरायलीहरूले एउटा लसुनको भने गनगनाएको थियो हरेक कुरामा है। तर म चाहिँ के भन्छु नि, जब हामीले सबै कुरा परमप्रभुमा राख्यौँ भने चाहिँ पुरा गर्ने चाहिँ उहाँ हो। उहाँले नै सबै पुरा गर्नुहुन्छ। कहिले पनि परमप्रभुले चाहिँ हामीलाई चाहिँ के गर्नुहुन्न त, छोड्नुहुन्न। आयुबको जीवनलाई हामीले हेर्ने हो भने चाहिँ आयुबलाई परमप्रभुले परीक्षा गर्नुभएको होइन नि हो, होइन नि भएन, होइन नि, होइन हो, होइन। परमेश्वरले गर्नुभएको होइन, शैतानले। किनभने नि परमप्रभुले चाहिँ आउन दिनुहुन्छ, बरु के को लागि चाहिँ, त्यसको लागि। आयुबको जीवनमा चाहिँ आउन दिनुभयो समस्या, तर परमप्रभु आफैले चाहिँ गर्नु भने। याकुबको पुस्तकमा हेर्नु हो भने चाहिँ तिमीहरूमा समस्या आउँदाखेरि, तिमीहरूमा परीक्षा आउँदाखेरि परमप्रभुले मलाई परीक्षा गर्नुभयो भनेर चाहिँ नभन्नु है। परमप्रभुले खराबीबाट कहिले पनि परीक्षा गर्नुहुन्न भन्नुभएको छ। 1 अध्यायमा हुनुपर्छ है, याकुब 1 अध्यायमा। मैले यहाँ बिर्स्यो, 1 अध्यायमै जस्तो लागेको थियो मलाई। तपाईँले भेट्नु भने भन्नुहोस् त, मेरो यो नोटमा छैन कि। याकुब 1मा होला, तिमीहरूमा परीक्षा आयो भने परमेश्वरबाट आयो नभन्नु ल भनेर। कि 4मा पो हो कि, ठिकै छ, हामी लु भेट्यो भने फेरि गरौँ ल त्यसलाई होइन। अनि अहिले म त्यहाँ हेरेर भेट्यो भने म भन्छु तपाईँहरूलाई।
ल। अनि हरेक कुरो चाहिँ परमेश्वरले चाहिँ हामीलाई चाहिँ परमेश्वरले चाहिँ हामीलाई चाहिँ कहिले पनि के गर्नुहुन्न त, हामीलाई परीक्षा गर्नुहुन्न। तर हाम्रै कारणले गर्दाखेरि चाहिँ हामीमा परीक्षा आउँछ है। अनि परीक्षा आउँछ, त्यहाँबाट हामी भन्छौँ हामीलाई परमेश्वरले परीक्षा गर्नुभयो है, परीक्षा गर्नुभयो भनिकन चाहिँ हामीले भन्छौँ। त्यहाँबाट हामीले जब हामी परमेश्वरमा हामी रह्यौँ भने चाहिँ परमेश्वरले चाहिँ हामीलाई चाहिँ फेरि परीक्षा चाहिँ आउन दिनुहुन्छ। हामीमा भएको बेराहरूलाई चाहिँ उहाँहरूले चाहिँ भत्का निकालिदिनु चाहिँ हुन्छ, हटाइदिनु चाहिँ हुन्छ। किनभने आयुबलाई त्यसै गर्नुभएको छ। आयुबलाई चाहिँ के गर्नुभएको छ भने आयुबमा भएको हरेक सुरक्षाको बेराहरू चाहिँ परमप्रभुले हटाइदिनु भयो। अनि चाहिँ शैतानले गर्नु सक्यो। जब परमप्रभुले हाम्रो वरिपरि भएको बेरालाई हटाइदिनुहुन्छ नि, त्यहाँबाट शैतानले चाहिँ हमला ल्याउनु खोज्छ, समस्याहरू ल्याउनु खोज्छ। अनि त्यो समस्याबाट चाहिँ फेरि परमेश्वरले के गर्नुहुन्छ त, फेरि हामीलाई उचाल्नुहुन्छ। आमेन। तरी पनि गयो सबै है, उहाँको श्रीमतीले नि छोडेर गयो, तर अन्तिममा चाहिँ के गर्नुभयो त, परमप्रभुले उसलाई डबल दिनुभयो। आमेन। तर हामी चाहिँ कतिपय चाहिँ हामी कुरा बुझ्दैनौँ, अनि त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो जान्छ है। अनि यहाँनिर चाहिँ भनेको छ चाहिँ हामी चाहिँ पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसाहरू पुरा गर्ने नदेऊ है। आज चाहिँ पवित्र आत्मामा हिँड्नु पर्यो। पापमय स्वभावमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ लालसै गर्नु भएन, त्यसलाई चाहिँ हामीले छुट्याउनु पर्यो। वाट इज सिन भनेर चाहिँ, सिन के हो भनेर चाहिँ हामीले चाहिँ जान्नुपर्छ। हामीले जान्नुपर्छ सिन भनेर चाहिँ पाप के हो भनेर चाहिँ हामीले जब हामी जान्दछौँ, त्यो पापलाई हामी छुटाउँदछौँ, त्यहाँबाट चाहिँ हाम्रो जीवनमा चाहिँ काम हुन थाल्छ। हामीले पाप गर्नु, त्यहाँबाट चाहिँ हामीमा चाहिँ डर लाग्न थाल्छ है। रोमी 8:14 फेरि आउँछु म। किनभने सबै जो परमेश्वरका आत्माले डोराइएका हुन्छ तिनीहरू नै परमेश्वरका सन्तान हुन्। हामी सबैलाई परमेश्वरको सन्तान चाहिँ भन्छौँ, तर हामी चाहिँ परमेश्वरको आत्माद्वारा चाहिँ हामी डोर्याइएकै हुँदैनौँ है। जब हामी परमेश्वरको आत्मामा हामी डोराइएको हुन्छौँ, त्यसलाई चाहिँ परमेश्वरको के भन्दो रहेछ त, सन्तान भन्दो रहेछ। यदि सन्तान हौ भने चाहिँ उत्तराधिकारी पनि हौ, यदि उत्तराधिकारी हौ भने त तिमी उहाँसँगै तिमीहरूले कष्ट पनि भोग्नेछौ। 8:17 लेखेछ। तपाईँले त्यो अलिक मुनि हेर्नुहुन्छ, रोमी 8:17 त्यो कुरा लेखेछ। हामी सन्तान हो भने उहाँसँगै हामी दुःख कष्ट सबै कुरा भोग्नलाई पनि हामी के छौँ त, हामी तयार छौँ है। अनि यहाँनिर होशे 4:6 भन्दछ, मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्, तिनीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले म पनि तिनीहरूलाई मेरो पुजारी हुनदेखि इन्कार गर्नेछु। तिनीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता गरेका हुनाले म पनि तिनीहरूका छोराछोरीको व्यवस्था गर्नेछु है। परमेश्वरले नि जब हामी चाहिँ परमेश्वरले भन्नुहुन्छ है, आज चाहिँ हामीले परमेश्वरको ज्ञानलाई हाम्रो सबै कुरोले चाहिँ हामीले चाहिँ उहाँलाई इन्कार गरेको छ भने परमेश्वरले भन्नुभएको छ चाहिँ मेरो प्रजा चाहिँ ज्ञानको कमीले नष्ट भएको छ अरे है। ज्ञानको कमीले चाहिँ नष्ट भएको छ अरे। त्यसै कारणले म तिनीहरूलाई पनि पुजारी हुनदेखि म इन्कार गर्छु र तिनीहरूको छोराछोरीलाई म बेवास्ता गर्नेछु। वास्ता गर्ने छुइनँ, केयर गर्ने छुइनँ, म छोडिदिन्छु, जस्तो त्यस्तै म छोडिदिन्छु है। परमेश्वरले भन्दै हुनुहुन्छ छोडिदिन्छु म, तिनीहरूले मेरो आज्ञा मान्दैनन्, पालन गर्दैनन्, म तिनीहरूको छोराछोरीलाई म छोडिदिन्छु। त्यही भएर त अनि सेवकको छोराछोरीहरू बिग्रेका छन्, हरेक क्रिस्चियनको छोराछोरीहरू बिग्रेका छन् है। आज को छ त, चर्चमा हेर्नुपर्छ कुण्डल लाएर आइरहेको हुन्छन् है, के भएको है, फाटेको लुगा लाएर आइरहेको हुन्छन् है, यस्तो फाटेको यहाँ लुगा लाइरहेको हुन्छ है। त्यो क्रिस्चियन भएरै मान्छेले टाटु खोपिरहेको हुन्छन्, मैले देखेको थियो। पहिले त्यो मान्छे एकजना मान्छेकोमा टाटु नै थिएन, पछाडि चाहिँ यहाँनिर चाहिँ क्रुस बनाएको रहेछ, पास्टर, युथ पास्टर है। आज किन परमेश्वरको व्यवस्था थाहा छैन नि त। आफ्नो शरीरमा चाहिँ नखोप्नु भनेको छ नि परमेश्वरको व्यवस्थाले
है। अनजानमा गरेको त जहिले पनि माफ हुन्छ परमेश्वरको वचनले भन्छ। अनजानमा गरेको सबै तिमीहरूलाई क्षमा छ, तर जानी जानी गरेको चाहिँ क्षमा छैन। प्रभुले भन्नुभएको पास्टर भइकन चाहिँ भएर त के गरेछ नि, क्रुसको यो खोप्दा भइहाल्छ नि, के परमेश्वरको नाम त हो नि। परमेश्वरले चाहिँ मेरो नाम त उहाँको हत्केलामा खोप्नु भएको छ, परमेश्वरले टाटु गर्नुभएछ, हामीले गर्दा के हुन्छ अरे। तर परमेश्वरले त्यो भन्नुभएको होइन नि। हाम्रो नामको काँटी चाहिँ नि परमेश्वरको हातमा गाड्नु भएको हो नि त। त्यो काँटी चाहिँ मेरो नामको थियो नि, अमोस सुनचौरीको थियो, तर के भयो त, गएर चाहिँ परमेश्वरको हातमा चाहिँ स्वाट्टै गाडियो नि त। त्यो काँटी चाहिँ मेरो हातमा गाडिनु पर्ने थियो नि त, र म चाहिँ क्रुसमा टाँगिनु पर्ने थियो नि त। यस्तो भएर हो, त्यो चाहिँ भन्नुभएको हो नि त परमेश्वरले। तर हामी चाहिँ उल्टा बुझेर परमेश्वरले नि मेरो नाम चाहिँ हत्केलामा खोप्नु भएको छ भनेर चाहिँ त्यो भन्नुभएको। मान्छेले हो यस्तो गर्छन्। अनि जब हामी परमेश्वरको आज्ञालाई हामी पालन गर्दैनौँ, इन्कार गर्छौँ भने चाहिँ हाम्रो छोराछोरीलाई पनि बेवास्ता गर्नुहुन्छ, वास्ता गरिदिनु हुँदैन, छोडिदिनुहुन्छ है, छोडिदिनुहुन्छ जेसुकै होस् भनेर। एडिल अनि हरेक कुराहरू हामीले जान्नुपर्ने चाहिँ त्यो पहिलो कोरिन्थी 13:13ले भन्छ अब विश्वास, आशा, प्रेम यी 3 रहन्छ, तर यसमा सर्वोत्तम चाहिँ प्रेम नै हो। अब यहाँ हेर्नुहोस् त के रहँदो रहेछ, अन्तिममा सबै कुरा जाँदो रहेछ। हामीले कमाएको धन सम्पत्ति, भएको इज्जत मान प्रतिष्ठा केही नरहने रहेछ, तर अन्तिममा के रहने रहेछ त, 3टा कुरा रहने रहेछ, विश्वास, आशा र प्रेम। त्यसमा त्यो 3टामा पनि विशेष गरी चाहिँ के रहने रहेछ त, के रहेछ, प्रेम रहेछ। प्रेम है। आज हामीले सबै कुरा गऱ्यौँ, सबै कुरा गऱ्यौँ, हामीले सबै कुरा गर्छौँ, हामीसँग सबै टन्नै छ अरे एउटा कुरा है, हामीले सबै कुरा छ अरे, पुगिसरी छ अरे हामीमा, तर त्यो पनि रहँदैन रहेछ। सबै कुरा भयो हामीमा, सर्वस्व छ अरे है, तर त्यो कुरा पनि हामीमा रहेन। हामीमा महान छ अरे, इज्जत गर्छ अरे मान्छेले हामीलाई, त्यो पनि रहेन। तर हामीमा प्रेम छैन भने चाहिँ त्यो चाहिँ हल्ला मचाउने घन्टा जस्तै भन्छ, झ्याङझ्याङ गर्ने झ्याली। प्रेम चाहिँ नि मेन हो। त्यही भएर त परमेश्वरले उहाँले प्रेम गर्नु भएर आफ्नो पुत्रलाई चाहिँ के गर्नुभयो त, हाम्रो खातिर चाहिँ पठाउनु भयो। हामीले प्रेम गरेर हो त उहाँले पठाउनु भएको होइन नि, तर परमेश्वरले प्रेम गर्नुभयो नि जब, अनि मात्रै उहाँले चाहिँ यीशु ख्रीष्टलाई यो पृथ्वीमा हाम्रो खातिर पठाउनु भयो। मेरो प्रजा चाहिँ आज सबै पापमा लडिरहेछ, पापमा छ, आज मृत्युको मुखमा छ, शैतानको हातमा परेको छ। जा छोरा, अब पृथ्वीमा जा, यिनीहरूलाई उद्धार गर, यिनीहरूलाई फर्का, यिनीहरूलाई ले। यिनीहरूको ज्ञानको कमीले गर्दाखेरि यिनीहरू नाश हुन आँटेको छ। जा छोरा भनेर 430 वर्षसम्म चाहिँ छोरालाई चाहिँ धेरैसँगले उहाँले हुर्काउनु भयो, बढाउनु भयो, भन्नुभयो त्यो समयमा। अनि चाहिँ तयार गरेर चाहिँ मत्तीको पुस्तकमा चाहिँ के गर्नुभयो त, यीशु ख्रीष्टको जन्म भयो अनि पठाउनु भयो। हाम्रो खातिर थियो, हामीले प्रेम गरेको खातिरले होइन, हामीले प्रेम गरेको खातिरले होइन, तर परमेश्वरले प्रेम गर्नुभयो नि। जब परमेश्वरले हामीलाई प्रेम गर्नुभयो अनि चाहिँ उहाँले चाहिँ हाम्रो खातिर चाहिँ पठाउनु भयो। अनि हाम्रो खातिर चाहिँ उहाँले पठाउनु भयो है। तर हामीले माया गरेर होइन नि, हामीले प्रेम गरेर होइन। जब हामी प्रेम गर्छौँ भने चाहिँ त्यो मान्छेपट्टि चाहिँ दया हुन्छ हामीमा, हरेक कुराहरू हुन्छ। जब हामी प्रेम गर्दैनौँ भने चाहिँ नि त्यो मान्छेको चाहिँ जरै उखाल्नु खोज्छौँ क्या हामी है।
हामी चाहिँ त्यसको मान्छेको चाहिँ जरै उखाल्नु खोज्छौँ, तर भन्छौँ हामी के भन्छौँ चाहिँ प्रेम चाहिँ हामी गर्छौँ भन्छौँ। त्यो चाहिँ एउटा देखावटी प्रेम मात्रै हो है। हामीले कहिले पनि हामीले प्रेम गरेका हुँदैनौँ, तर परमप्रभु परमेश्वरले चाहिँ उहाँले प्रेम गर्नु भएर चाहिँ एउटा पुत्र, एक्लो पुत्रलाई कसरी पठाउनु भयो। हामीले एउटा ज्याकेट किनौँ अरे, लु एउटा एकदमै फेभरेट छ अरे एउटा कुरा, त्यो ज्याकेटको साह्रो माया लाग्छ, तर हामी कसैलाई दिनु सक्छौँ? नेभर, हामी दिनु सक्दैनौँ। त्यो मान्छे एकदमै त्यो जाडै परेको होस्, तर के भन्छ हामी, यो त मैले धेरै माया गरेको ज्याकेट हो, म दिन्न भन्छु। तर परमेश्वरले चाहिँ एउटा के दिनुभयो त, मुटुको टुक्रा दिनुभयो। मुटुको टुक्रा चाहिँ, लु म किन दिएँ, म यिनीहरूलाई माया गर्छु, मेरो स्वरूपमा बनिएको मानिसहरू यिनीहरू है। आज ज्ञानको कमीले यिनीहरू चाहिँ के नष्ट भइरहेछन्, जा छोरा गएर यिनीहरूलाई बाचा भनेर चाहिँ उहाँले चाहिँ पठाउनु भयो। यहाँनिर चाहिँ सबैभन्दा रच्ने विश्वास, आशा, प्रेम। विश्वास पनि जान्छ, त्यो मान्छेबाट विश्वास पनि जान्छ। विश्वास हुन्छ, पहिले विश्वास त्यो मान्छे बिस्तारोसँगले एउटा विश्वासघात गर्छ, मान्छेले विश्वासघात गर्छ, टलेर जान्छ। त्यो मान्छेबाट आशा पनि हराएर जान्छ। तर प्रेम चाहिँ के हुन्छ त, आत्माले भरिएको मान्छेले चाहिँ प्रेम गरिबस्छ, सदा सर्वदा प्रेम चाहिँ रहिबस्छ भनेछ। अन्तिममा प्रेम चाहिँ रहन्छ। अनि एफिसी 5:13 भन्छ, तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिदिँदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ त्यो ज्योति हो अरे। जो चाहिँ ज्योतिद्वारा देखाइन्छ नि कुरा है, ज्योतिद्वारा देखाइन्छ त्यो कुरा चाहिँ प्रष्टै देखिन्छ। अनि त्यो चाहिँ हो के हो त, त्यो ज्योति हो। त्यसलाई चाहिँ के भन्दो रहेछ, त्यसलाई चाहिँ ज्योति भन्दो रहेछ है। यो न 16:8-9-10 भन्छ, अनि जब उहाँ आउनुहुन्छ उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनु हुनेछ। पापको विषय किनभने तिनीहरू म माथि विश्वास गर्दैनन्, धार्मिकताको विषय किनभने म पिता कहाँ जान्छु र तिनीहरू मलाई फेरि देख्ने छैनन्। जब यीशु ख्रीष्ट आउनु भने उहाँले यही कुराहरू सिकाउनु संसारमा है, धार्मिकता सिकाउनु भयो, पाप सिकाउनु भयो, धार्मिक पाप गरेको हो भनिकन भनिदिनु भयो है। हरेक कुराहरू हामीले गऱ्यौँ। अस्ति चार्ली क्रिक्सले सिधै भनिदिन्थ्यो यो पाप हो भनेर भनिदिन्थ्यो। कलेजमा केटाकेटीहरू आउँथ्यो है, आउँथ्यो अनि आएर चाहिँ उसले भन्थ्यो कि है, अनि ऊ चाहिँ के भन्थ्यो त उसले है, चार्ली क्रिक्सले चाहिँ यो चाहिँ पाप हो है, यो गर्नु हुँदैन, यस्तो गर्नु। एउटा चाहिँ अब क्रिस्चियन र नन क्रिस्चियनको एफेयर भएछ, प्रेम गराएको भएछ। अब प्रेम गर्दाखेरि चाहिँ भनेछ यो के हो, यो पाप हो कि के हो। उसले यदि तिमीलाई इज्जत गर्दैन, तिमीलाई मान्दैन, भनेको कुरो मान्दैन भने त्यो क्रिस्चियन हुँदैन, त्यसलाई छोडिदिनु भनेर सिधै भन्छ चार्ली क्रिकले। आज त्यो जस्तो मान्छे को निस्किन्छ होला है। परमेश्वरको वचनले चाहिँ त्यसो भन्छ है। पहिलो कोरिन्थी 14:4 भन्दछ, अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ, तर अगमबाडी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ। अगमबाडी बोल्ने नि मान्छेले जब अगमबाडी बोल्छ त्यो मान्छेको चाहिँ आफ्नो वृद्धि हुन्छ कि आत्मिक वृद्धि हुँदै जान्छ, बाहिर नलैजा, बढ्दै जान्छ, हुँदै जान्छ, सबै कुरो हुन्छ उसको, बढ्दै जान्छ। तर जसले अगमबाडी बढ्छ त्यसले चाहिँ मण्डलीको के गर्छ त, त्यसले आत्मिक वृद्धिलाई बढाइदिन्छ, मण्डलीकोमा सुधार आउँछ। किनभने बिग्रिएको काम चाहिँ भनिदिन्छ नि त एडिना है। आज बिग्रिएको कामहरू चाहिँ उसले चाहिँ के गर्दै जान्छ त, भन्दै जान्छ। पहिलो योहन्ना 1:5-7 जुन सन्देश मैले उहाँबाट सुने
सुन्यो र तिमीहरूलाई सुनायो, त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो सङ्गति छ भने हामी भन्छौँ र अँध्यारोमा नै हिँड्छौँ भने त हामी झुट बोल्छौँ र सत्यमा चल्दैनौँ। तर उहाँ ज्योतिमा हुनु भए झैँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक अर्कासित हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध गराउँछ। आमेन। आज हामी परमेश्वरमा छौँ र परमेश्वरमा हामी हिँड्छौँ, परमेश्वरमा रह्यौँ भने र भन्छौँ र हामी ज्योतिमा हिँड्छौँ भने चाहिँ भन्छौँ, तर हामीमा ज्योतिमा हिँड्छौँ भने चाहिँ हामीमा कति पनि अँध्यारो हुँदैन। तर यदि हामी सङ्गति गर्छौँ, सबै कुरो भन्छौँ भने र अँध्यारोमै चल्छौँ भने चाहिँ हामी चाहिँ झुट बोलिरहेका हुन्छौँ। हामी ढाँट्छौँ है, ढाँट्छौँ, झुट बोल्छौँ। ढाँट र झुट त एउटै हो त होइन, इङ्ग्लिस र नेपालीबाट होइन, नेपाली र हिन्दीबाट होला होइन। हामी बोल्छौँ, झुट बोल्छौँ है, अरूलाई नराम्रो भन्छौँ है, अपशब्दहरू बोल्छौँ, व्यभिचार गर्छौँ है। अनि हामी बाइबल विरुद्ध हामी जान्छौँ, वचनलाई उल्लङ्घन गर्छौँ भने चाहिँ गर्छौँ र हामी फेरि ज्योतिमै छौँ भन्छौँ भने चाहिँ हामी झुट बोल्दैछौँ। झुटको पिता चाहिँ को हो? योना 8 कतिमा छ? 44 र 5 छ। योना 8:45 त्यो चाहिँ झुटको पिता हो। त्यो चाहिँ झुटको पिता। एडिने माथि आएर बस्नु। अनि हुन्छ है। अनि त्यहाँनिर चाहिँ परमेश्वरले चाहिँ हामीलाई हरेक कुरा चाहिँ हामीलाई दिनुहुन्छ र हामी झुट बोल्छौँ। हाम्रो उहाँको रगतले चाहिँ हामीलाई चाहिँ के गरेको छ त? शुद्ध गराएको छ। रोमी 8:27 भन्दछ, र मानिसहरूका हृदयको खोजी गर्नुहुने पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्तर गर्नुहुन्छ। आमेन। जसले परमेश्वरको खोजी गर्नुहुन्छ नि, हामी खोजी गर्छौँ परमेश्वरलाई, हामी परमेश्वरलाई हामी परमेश्वरको अगाडि जान्छौँ। याकुब 4:4 भनेको छ, तिमीहरू परमेश्वरको अगाडि जाऊ र परमेश्वर तिमीहरूको अगाडि आउनुहुन्छ भनेर भनेको छ। जब हामी परमेश्वरको अगाडि हामी जान्छौँ भने चाहिँ परमेश्वरले चाहिँ हाम्रो हृदयलाई तलासी गर्नुहुन्छ। अनि पवित्र आत्मा चाहिँ एउटा मिडिएटर भएर काम गर्नुहुन्छ परमेश्वर र हाम्रो बिचमा। अनि जति कुराहरू छ परमेश्वरको, हामीलाई चाहिँ परमेश्वरले भन्नुभएको कुरा चाहिँ पवित्र आत्मा लिएर हामीलाई चाहिँ सुनाउनुहुन्छ। आमेन। होइन भने चाहिँ हुँदैन। 34 भन्छ, 8:34 दण्डको आज्ञा दिने को हो? मर्ने त क्रिस्ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्तर पनि हुनुहुन्छ है। आज दण्डको आज्ञा दिने को हो? को छ दण्डको आज्ञा दिने? तर मर्ने त क्रिस्ट हुनुहुन्छ नि, मर्ने त क्रिस्ट हुनुहुन्छ। हाम्रो खातिर मर्ने त येशू क्रिस्ट हो, कोही होइन अरू है। मर्ने चाहिँ क्रिस्टै हो। तर क्रिस्टले चाहिँ, तर हाम्रो खातिर त उहाँ त के हुनुहुँदो रहेछ त? एउटा त मध्यस्तर पनि हुनुहुँदो रहेछ उहाँ पनि। गर यीशु क्रिस्टले चाहिँ परमेश्वर पितालाई चाहिँ बिन्ती गर्नुहुन्छ, पिता यसलाई क्षमा गरिदिनुहोस्, यसले जान्दैन भनेर चाहिँ उहाँले भन्नुहुन्छ। अनि त्यो कुरा चाहिँ पिताले सुनेर चाहिँ यीशुलाई भन्नुहुन्छ, यीशुले चाहिँ पवित्र आत्मालाई भन्नुहुन्छ, पवित्र आत्माले चाहिँ हामीलाई भन्नुहुन्छ है। अनि योना 3:16 भन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, तापनि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। अघि मैले भने
यति प्रेम गर्नुभयो यीशु ख्रीष्टलाई, हामीलाई यति परमेश्वरले यति प्रेम गर्नुभयो, उहाँमाथि विश्वास गर्ने चाहिँ कोही नाश नहोस् भनेर चाहिँ हामीलाई चाहिँ उहाँको एउटा छोरालाई चाहिँ पठाइदिनु भयो है, पठाइदिनु। आज विचार गरौँ न, हाम्रो अभिज्ञलाई कसैले माग्यो भने म दिनु सक्छु त? सक्छु? म सक्दिनँ नि। तर यीशु ख्रीष्टले चाहिँ के गर्नु थियो, एउटै छोरा थियो नि है, तर लु तिमीहरूलाई म दिन्छु किनकि म तिमीहरूलाई म प्रेम गर्छु। किनकि तिमीहरू चाहिँ मेरो शरीरमा बनिएको हो, मेरो स्वरूपमा, शरीरमा होइन स्वरूपमा बनिएको, मेरो प्रतिरूपमा बनिएको तिमीहरू भनेर चाहिँ परमेश्वरले चाहिँ एउटा यीशु ख्रीष्टलाई चाहिँ हाम्रो खातिर यहाँनिर पठाउनु भयो है। यीशु ख्रीष्टले चाहिँ हामीलाई चाहिँ यस्तोसँगले प्रेम गर्नुहुन्छ है। अहिले परमेश्वर पिताले त्यही प्रेम त आज हामीमा छ र त्यो चाहिँ कहिले पनि त्यो चाहिँ अन्त हुँदैन। विश्वास पनि जान्छ, आशा पनि जान्छ, तर प्रेम चाहिँ कहिले पनि के हुँदैन रे, नाश हुँदैन। सदा सर्वदा त्यो प्रेम चाहिँ रहिबस्छ। त्यही कारणले त धर्मीले बैमानीलाई घृणा गर्छ र दुष्टले धर्मीलाई होइन, धर्मीलाई के गर्छ, घृणा गर्छ, इमान्दारीलाई घृणा गर्छ है। आज जब हामी परमेश्वरको प्रेमलाई बुझ्छौँ भने नि, परमेश्वरले गर्नुभएको हाम्रो खातिर कुराहरूलाई हामी गर्छौँ भने नि, परमेश्वरले हामीले त परमेश्वरको लागि त हामीले केही पनि गरेका छैनौँ। परमेश्वरले हामीले त केही पनि गरेको छैनौँ परमेश्वरको खातिर त। हामी शनिबार आउँछौँ, आइतबार आउँछौँ, यहाँ एक दिन हामी आराधना गर्छौँ, 2 घन्टा बस्छौँ, हामी जान्छौँ, त्यति मात्रै छ। हामीले केही पनि गर्न सकेको छैनौँ, हामीले केही पनि गर्न सकेको छैनौँ। तर परमप्रभुले चाहिँ भन्नुहुन्छ, धाँधोमा उभिने को छ, म त्यसलाई खोज्दैछु। मेरो काम गर्ने मान्छे को छ, म त्यसलाई खोज्दैछु। परमेश्वरले धेरै हेर्नुहुन्न मान्छे, धेरै हेर्नुहुन्न। युसुफले के भन्छ भने नि, युसुफ 14:15 होला, 24:15 पदमा, युसुफ 24:15 पदमा यहाँ के लेख्छ नि, युसुफले, तर यदि परमेश्वरको सेवा गर्ने तिमीहरूलाई मन पर्दैन भने त तिमीहरूले कसको सेवा गर्ने? अझै तिमीहरूले रोज कि तिम्रा पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी पूजेका देवताहरूका कि तिमीहरू अहिले बसेको देशको एमोरीहरूका देवताहरू? तर म र मेरो घरनाले परमप्रभुकै सेवा गर्नेछौँ। युसुफले नै परमेश्वरको प्रेमलाई बुझेको थियो, तर इजरायलीले बुझेकै थिएन। जोसुवाले चाहिँ मोसाको छेउ मोसा पालबाट निस्केर जाँदा पनि ऊ चाहिँ परमेश्वरको उपस्थितिमा भित्रै बसिरहेको छ भनेको छ बाइबलले है। यहोशू भित्रै बसिरहेको छ भनेको छ। त्यहाँबाट चाहिँ मोसा पछाडि चाहिँ यहोशू चाहिँ लिडर भएर गएको छ। त्यहाँबाट चाहिँ कति मोसाले चाहिँ यहोशूले चाहिँ परमेश्वरको मिराकल्सहरूलाई देखेको छ, परमेश्वरको प्रेमलाई उसले देखियो र उसले चाहिँ एउटा इजरायलीहरूलाई कति सम्झौता नलाग्दाखेरि चाहिँ उसले एउटै निर्णय गर्यो। के गर्यो त, तिमीहरू कसलाई गर्छौ, यहीँ बसेको देवतालाई गर्छौ कि पारिपट्टिकोलाई गर्छौ कि कहाँ कताकोलाई गर्छौ, तिमीहरू गर है। तर म र मेरो घरनाले चाहिँ के भन्दैछ त, परमेश्वरकै सेवा गर्छौँ है। आज परमेश्वरले चाहिँ हामीलाई चाहिँ त्यो मूर्ति पुज्नको लागि हामीलाई बनाउनु भएको होइन नि है। आज त्यो युफ्रेटिस पारीको मूर्तिहरूलाई पुज्नु है, के भन्छ, अमेलेक हो कि के भन्छ त्यो एउटा देवतालाई है, त्यस्तो बनाएको हुन्छ, गोरु जस्तो मुख हुन्छ,
है त्यहाँ लगेर चाहिँ पुज्छ। रुथलाई पनि त्यसै गरेको हुन्छ। रुथको पुस्तक हामीले राम्रो हेऱ्यौँ अध्ययन गऱ्यौँ भने रुथको पुस्तक पनि त्यस्तै छ। त्यो रुथलाई पनि त्यसरी नै चढाउनु खोजेको हुन्छ, तर रुथको चाहिँ हातमा यस्तो कस्तोमा एउटा दाग भएको हुन्छ, त्यो कारणले गर्दाखेरि चाहिँ त्यो रिजेक्ट गरिदिन्छ उसलाई। रिजेक्ट गर्दाखेरि चाहिँ अनि त्यो के नोअमीको छोरासँग बिहे हुन्छ चाहिँ नि। हामीलाई त्यो पुज्ने म चाहिँ हामीले सब बनाउनु भएको होइन, तर हामीलाई चाहिँ उहाँको के गर्नु त, सेवाकाई गर्नुलाई चाहिँ हामीलाई चाहिँ के गर्नुभयो त, सृष्टि गर्नुभएको। अनि युसुफले चाहिँ अहिले त्यो कुराको लागि चाहिँ युसुफले पनि उसलाई चाहिँ त्यो इस्राएलीलाई चाहिँ सम्झाउनै नसक्दा चाहिँ युसुफ पनि हार्दिक भएर चाहिँ भन्दैछ। युसुफले चाहिँ देखेको थियो परमेश्वरको प्रेम चाहिँ देखेको थियो, त्यही थियो उसले चाहिँ जोसुवाले चाहिँ देखेको थियो। अनि त्यही कारणले अनि म यही उत्साह गर्छु। हो हामी थोरै छौँ तर परमप्रभुले चाहिँ केही कुरा चाहिँ हामीमाथि चाहिँ के गर्नुभएको हुन्छ त, राख्नुभएको हुन्छ। परमप्रभुले भन्नुहुन्छ नि, परमप्रभुले चाहिँ धेरै होइन, हिजो नानीहरूले पनि हेर्नु होला दाउद राजालाई अभिषेक गर्दै गर्दाखेरि के भन्नुभयो परमप्रभुले, म चाहिँ तिमीहरूलाई यिनीहरूको शरीरलाई हेरेर होइन तर यिनीहरूको के हेरेर चाहिँ, तर म चाहिँ मन हेरेर म यिनीहरूलाई के गर्छु त, चुन्छु है। हिजो सामुएलको त्यो उयसमा त्यस्तै भयो होला नि, उसको दाजुहरू थियो नि, दाउदको दाजुहरू पो राजा अभिषेक गर्नको लागि यस्तो गरेर बसिरहेको हुन्छ नि होइन नानी हो हेरे यस्तै गरेको थिएँ म जस्तो यसरी बसेको थिएँ पुरा फौजहरू हुन्छ नि, 7 भाइ हुन्छ, यस्तो गरेर म राजा हुन्छु भनेर छाती फुलाएर बसिरहेको हुन्छ। तर परमप्रभुले चाहिँ कसलाई चुने त, दाउदलाई। म यसलाई हेरेर होइन, राम्रै छ ठुलो छ त्यो हेरेर होइन, तर म चाहिँ हृदय हेरेर म चुन्छु। परमेश्वरले त्यसो भन्नुभयो। सामुएलले चाहिँ सोद्धाखेरि सामुएललाई बोलाएको नि कहाँ दाउदको मात्रै थियो कि सामुएलदेखि नै थियो यता? सामुएल वक्ता भएको नि थियो हिजो, सामुएल अगम वक्ता भएको नि थियो। सामुएललाई सानोमा बोलाएको थिएन? दाउदको मात्रै थियो? दाउद राजा भएकोदेखि थियो? त्यो सानोमा अभिषेक गरेदेखि अनि त्यो बुढो भएर मरुन्जेलसम्म थियो होला। राजा हुँदा मात्रै अनि त्यति बेला त्यो सानोमा उयो गर्दाखेरि नि परमेश्वरले यति राम्रो दाउद राजालाई चाहिँ हृदय हेरेर चाहिँ चुन्नु भएको थियो नि। यत्रो थियो मान्छे तर उसको हृदय चाहिँ ठुलो सफा हृदय है। आज परमेश्वरले है, हामी थोरै छौँ, परमेश्वरले तिमीहरू 2-3 जना भयो भने म तिमीहरूको चाहिँ कहाँ हुनेछु त, बिचमा हुनेछौ। 2 जना भयो भने परमेश्वरसँग 3 जना हुन्छौँ, हामी 4 जना छौँ भने कति हुन्छौँ, 5 जना हुन्छौँ है। परमेश्वरले चाहिँ त्यसरी हेर्नुहुन्छ है। हामीलाई कहिले पनि हाम्रो शरीरमा, कहिले पनि हाम्रो काम गराइमा होइन, तर हृदयबाट हामीले कसरी गर्दैछौँ, कस्तो गर्दैछौँ त्यो कुरा हामी हेर्नुहुन्छ। र म यही भन्न चाहन्छु, परमेश्वरले हामीलाई दिनुभएको हरेक कुरा चाहिँ हामीले चाहिँ के गर्नुपर्छ त, राख्नुपर्छ। हालेलुया। अनि वचन पढाइ सुनाइमा परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्। र जाउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ अनि म सूचनाहरू भन्नेछु। परमेश्वर बुवा, तपाईँलाई धन्यवाद दिँदछु, तपाईँको चरणमा हामी आउँदछौँ, तपाईँको उपस्थितिमा हामी आउँदछौँ प्रभु। जति पनि हामी वचनको प्रकाशहरू दिनुभयो प्रभु, त्यसको लागि तपाईँलाई म धन्यवाद दिँदछु। मेरो प्रभु, मेरो येशू राजा तपाईँ हुनुहुन्छ, महिमाको राजा, प्रशंसाको राजा तपाईँ हुनुहुन्छ प्रभु। तपाईँको वचनदेखि बाहिरको कुराहरू मैले बोलेँ भने मलाई क्षमा गर्नुहोस् प्रभु। हरेक सुन्ने